नमस्ते। योभन्दा अगाडिको कक्षामा म सामान्य वर्तमानकाल र अपूर्ण वर्तमानकालको सूत्र पढाइसकेकी छु र आजको कक्षामा म पूर्ण वर्तमानकालको सूत्र पढाउन गइरहेकी छु। सबैभन्दा पहिला यो बुझ्नुपर्छ, पूर्ण वर्तमानकाल भनेको के हो। वर्तमान समयमा कुनै काम सकिएको तर असर बाँकी रहेको समयको बोध गराउने क्रियालाई पूर्ण वर्तमानकाल भनिन्छ। जस्तै रामले भात खाएको छ। अब हामी पूर्ण वर्तमानकालको सूत्र पढौँ। कर्ता धातु प्लस क्रियापद। मसँग गएको छु, हामीसँग एका छौ, तसँग एको छस्, तिमीसँग एका छौ, तपाईसँग नु भएको छ, रमेश वा उसँग एको छ, सीतासँग एकी छे, उनीहरूसँग एका छन्। अब वाक्य बनाउँदा ध्यान दिनुपर्ने कुराहरू। कर्ता बहुवचन भएमा एकाको प्रयोग गर्ने, अनि कर्ता एकवचन भएमा एकोको प्रयोग गर्ने, अनि कर्ता स्त्रीलिङ्ग भएमा एकीको प्रयोग गर्ने। अब हामी पूर्ण वर्तमानकालको उदाहरण पढौँ। मैले भात खाएको छु, हामीले भात खाएका छौ, तैँले भात खाएको छस्, तिमीले भात खाएका छौ, तपाईले भात खानुभएको छ, रमेशले भात खाएको छ, सीताले भात खाएकी छे, उनीहरूले भात खाएका छन्। हस्ते, धन्यवाद।